ओ गाह्रो पो बनाउँछु क्या पानी पर्यो सर बवाल है को यो म परे Good morning, guys. From Naranthan, are you? Yes sir Naranthan. And sir, I'm sorry, भर्खर उठ्नुभयो सर भर्खर उठ्नुभयो सर हामी बिहानै उठेर सनराइज हेरेर अनि फेरि रुममै थियो यो ठाउँलाई चाहिँ एक्ज्याक्ट नारायणथान भन्छ सर यसलाई चाहिँ नारायणथान चाहिँ आज हामी जाने गन्तव्य यसलाई चाहिँ मलाई लाग्छ बेथानचोक 3 भन्दा रहेछ वडा नम्बर 3 होला सायद है निरज सर सबभन्दा ढिलो निरज सर उठ्नुभयो है होइन ढिलो भन्दा पनि अलिकति म धेरै आराम गरेको हो सर ए अहिले हिँड्नुपर्छ है सर हामी निन्द्रा छैन केटा हो मै होस् होइन चाँडो उठेको अनि गाइजहरू अब चाहिँ हामी ब्रेकफास्ट गर्छौँ होइन ब्रेकफास्ट गरेर उता डाँडामा कहाँ डाँडा अरे कहाँ डाँडा देखाइदियो हजुर अलिक अनौठो डाँडा जुम गरेर त्यो अनौठो डाँडा जुम गरेर त अलिक अनौठो देख्छ अब कहिले ब्रेकफास्टमा भेटौँ हामी चाहिँ चट्ट ब्रेकफास्ट गर्न आइसकेको छौँ होइन हामी चाहिँ ब्रेकफास्ट गरेर होइन दोस्त भनिदियो नि त ब्रेकफास्ट गरेर माथि चढ्छौँ है ब्रेकफास्ट गर्छौँ रेडी हुन्छौँ अनि माथि चढ्छौँ अब सिधै चढ्ने बेला भेट्नुपर्छ है त कमल सर विल बी एसिस्टेड अथवा सरलाई चाहिँ सहयोग गरिदिनुहुन्छ सुदीपको ग्रुपले निरज सर बद्रीजी र म सो नर्मल है ब्यान्डेजहरू अथवा स्प्रेहरू हामीले बोकेका छौँ अथवा टाउको दुखेको कुराहरू है एउटा कुरा के छ भने तपाईँ उसमा जाँदा कहिलेकाहीँ के हुन्छ नि हिँड्ने बानी छैन भने तपाईँको खुट्टा काम छ त्यो छेउको डिलमा नबस्दिनुहोस् दोस्रो कुरा हामी जति नेपाली जे भने पनि कहिलेकाहीँ 3000मा जाँदाखेरि ओकेजनल्ली लेक पनि लाग्न सक्छ सो यु जस्ट रिपोर्ट टु अस है त्यो भयो भने हामी के गर्ने एसन डाउन गर्ने के गर्ने भन्छ सर अर्को कुरा चाहिँ कोही पनि एक्लै हिँड्दैन वी शल मुभ इन ए ग्रुप है प्रब्लम भयो भनिहाल्ने हो है हामी चाहिँ अहिले 2100 मिटरमा छौँ 2150 मिटरमा रहेछौँ 850 चाहिँ आज हामीले थप हाई गर्दैछौँ हामी चाहिँ महाभारत पर्वत श्रृङ्खलाको चाहिँ अग्लो स्थान बेथानचोक नारायण स्थानमा जाँदैछौँ त्यहाँबाट चाहिँ हामीले चाहिँ क्लियर डेमा चाहिँ हामीले चाहिँ नेपालको पूर्वमा पर्ने मकालु बरुण रेन्जदेखि पश्चिममा पर्ने धौलागिरीसम्मका सम्पूर्ण हिम श्रृङ्खलाहरू चाहिँ 180 डिग्रीमा हामीले देख्न सक्छौँ त्यो चाहिँ अब हामीलाई चाहिँ वेदरले कति सपोर्ट गर्छ भन्ने कुरामा निर्भर रहन्छ र त्यही ठाउँबाट चाहिँ हामीले चाहिँ इन्डियाको बिहारदेखि चाहिँ तिब्बतन पिक चाइनाको भूभाग र हामीले चाहिँ इन्डियाको भूभाग एकै ठाउँबाट देख्न सकिने एउटा दृश्यावलोकनको लागि चाहिँ एकदम महत्त्वपूर्ण ठाउँमा हामी जाँदैछौँ होइन अनि मैले चाहिँ के भन्न चाहेँ भने हामी एकदम मोस्ट डेन्जरस एकदम एडभेन्चर ठाउँमा जाँदैछौँ है बल होला जस्तो सर है लेट्स गो ल सर हामी लाग्दिउँ है त ल हामी चाहिँ लाग्दैन पर्ने हुन्छ लस्सी है त बाटोमा हेर्नु न साथीहरू यस्तो जुत्ता लाएर हिँड्नु पर्यो रहेछ हाम्रो साथी भन्छ पक्का है हाम्रो गाडी पुरै ट्रेकिङ खै त हेरौँ खै कता सर वी आर एसेन्डिङ
towards Mahabharata range. Oh my. One of the Mahabharata range. One of the कस्तो त्यो धेरै महाभारत रेन्ज भन्ने धेरै सुन्छ one of the Mahabharata range अनि One of the peak of Mahabharata range. 3000 meter range है हामी चाहिँ गएर दामी ल सर बाई वाल भ्यू देखिरहेछ Oh, 3 Welcome to my vlog गाह्रो गाह्रो पो बनाउँछु क्या हामी यति भर त्यहाँबाट हिँडेर सो भयो 10 मिटर 10 मिटर नि भयो ब्रो जस्ट 800 मिटर माथि जानुपर्छ 900 मिटर त माथि जानुपर्छ नि अझ तेस्रो जानु पर्यो यता गाह्रो बनाउँछ सेट केटा हो ल जाउँ ओ त्यसरी घुटघुट पानी नखाऊ है गाडी मात्र भिजाउने हो दामी ल दामी So, starting our trek to Naranthan, started at around 9 o'clock. Hopefully, we'll be reaching there by 3 hours. Eh? है सर वाल भइरहेछ लास्ट थाकेको छु है Look at this dude. तर रमाइलो भइरहेछ न्यू प्लेस हरियाली आइ एम इन्जोइङ इट होपफुल्ली विल रिच देयर है ल जस बल रमाइलो भइरहेछ हामी चाहिँ लगभग आधी बाटो हिँड्यो आधी बाटो बल्ल आधी घन्टा भयो नि सेट 3 घन्टा गाह्रो बनाउला जस्तो भाइ सुई घुमाएर भएन बाटोले घुम्दैन यो मेन भनेको फोहोर नफालौँ भने त हो नि होइन अनि लोकेसन पनि दिएको होइन त सर सस्टेनेबल टुरिज्म डेभलपमेन्ट कन्सेप्टमा चाहिँ हामी अघि बढौँ भन्ने हो हो दामी ठाउँमा आइपुग्यो ल केटा हो मेट मेरो भिडियोमा तिमी आउनै पर्ने हुन्छ हामी चाहिँ हात नहाल न उससे मैं इधर उधर निकल जाता हूँ मेन रोड छोडेर गोरेटो बाटो जाँदाको ओए पर्छ त ओए मेट है डर लाग्छ नि त यस्तो त भयो भिडियो नखिच मलाई अलिकति खिच्छु ल धेरै खिच्दिनँ मलाई लास्ट डर लाग्छ भिडियो एक्लो छोरो पऱ्यो अब बाइट तिम्रो खाएको उद्घाटन हान्यो नि फर्स्टमा है सर मलाई एलियनबाट बोनी भएको छ ब्लड डोनेसनको बोनी ठिक छ त्यही हो डे 2 भयो अब आज हामी माथि चढ्छौँ माथि चढेर हामी फेरि मुनि नै झर्छौँ होइन सर दामी भइरहेछ भिडियो आज के हुन्छ आज लास्ट दिन होइन सर हामी भोलि टक्क फर्किन्छौँ दामी ल है त एकछिन भेटौँ ल ब्रदर फ्रम एनदर मदर बुझ्छ है यति पनि के दुःख पारि हिँड्न जस्तो लागिरहेछ हाम्रो यस्तो मोटी भयो नि हिँडिरहेछ ह्याट्स अफ टु दिस लेडी जङ्गलको बिचमा छौँ हामी दम बढे जस्तो भइरहेछ उकालो ओह्रालो यस्तो जङ्गलमा पनि हेमेट ओहो जुत्ता गयो क्या मेरो घोट्यो के गर्नु यस्तो जुत्ताले गाह्रो बनाउने रहेछ लाएर आइयो हिरो बनेर यस्तो ठाउँमा ओहो यो पानीले चाहिँ धुनै पर्ने हुन्छ मुख कहाँबाट हो मुख धुने चाहिँ यो पानीले चाहिँ मुख धुनै पर्ने हुन्छ यार हामी यहीँ देखेर हो ओ माई गड कस्तो हात हो यो एकछिन यार मेरो त्यहाँ भिडियो खिचिरहेको छु ओ रिफ्रेस ओ माई गड वाइट बबाल मजा आयो ल अब 4-5 वटा डाँडा हिँडिदिन्छु म भनिदिया पो त हाम्रो मामा है मामा खोला लसो है लसो ल मामा निजी या
ल माम ल ठाडै भयो ल हाम्रो सर चाहिँ दामी हिँड्नु भइरहेछ ओए रुख त यहाँ सर गुफा जस्तो छ त होइन दामी ओहो माथि पनि दामी रहेछ त ल Seriously. सर यहाँ त ल त कोही आउँछ जस्तो लाग्ने रहेछ यार किचकन्डीहरू हुन्छ नि लम्मा होइन माथिसम्मै पाल्छ भाइ ओए सर यो त हेब्बी छ त है आम्मामा पाल्छ रेड बुल खायो भने यस्तो हुन्छ कमाल साथीले चिलाउन लाग्यो सर हाँस्नु भएन सर होइन तपाईँको पछाडि त्यो आइरहेको थियो कि त्यही भएर हानेको ए होइन खोइ म पनि हान्छु नि कहाँ आएर के रेड बुल नखानु है धेरै यस्तो दामी टी सर्ट ब्रान्डेड लाउने मान्छेको त उहाँले यस्तो हुन्छ ब्रान्डेड देन जेडी सरले चाहिँ हाम्रो लागि लन्च प्रोभाइड गरिदिनुहुन्छ तलबाट आउँछ होइन सर प्याकिङ तलबाट प्याक हुन्छ यत्रो बाटो आमामा मानै पर्ने होला सर यहाँ माथिसम्म बाइक आउँछ ए यहाँ माथिसम्म आउँछ सर ए ल ल पाएँ सर पाएँ पाएँ ल सर त्यही भयो नि धेरै धेरै धन्यवाद छ हजुरलाई 5 मिनट वकिङ डिस्टेन्स त्यहाँबाट चाहिँ ओहो ल सर धेरै धेरै धन्यवाद है मनदेखि नै ल सर A few inches later. पर्छ त सर हामी त है डाँडा के भन्छ हुसु हुसु नै भनौँ न हामीलाई हामी त एबभ द क्लाउड पर्छ त ओ केटा यहाँ हेर त 360 डिग्री 360 ओ माइ गॉड ओ मेट 360 रेस्टुरेन्ट चाहिँ यहाँ माथि खोल्ने हो 360 रेस्टुरेन्ट दाइले फेरि पैसा माग्ला फेरि बिजनेसको कुरा गरौँ भने फेरि लुगा च्यातेको लुगा लगाइदिइरहेको छ क्या फेरि पायो हात पनि पायो फ्लेक्स त साथले गर्न छोड्दै छोड्दैन नि फ्लेक्स त ल ठिक छ तिनवटा पाल पायो खोइ फ्लेक्स त गर्न छोड्दै छोड्ने छ यस्तै इन्ट्रेस्टिङ भयो भने देखाउँछु बाटोमा बवाल भयो सर वेदर पानी पर्यो घाम पर्यो नि त बवाल पानी पर्यो ल यहाँको वेदर इज अमेजिङ गाइज ल एकछिनमा दामी मजा आयो सही हो मेरो खुट्टा चाहिँ लक काम्यो दोस्त एकडा हो के भएर होला मेरो खुट्टा इज आइएम फिलिङ एकदमै कति के भयो भोक लाएर हो कि खुट्टा यत्तिकै सम्म राख्दाखेरि पनि लास्ट टाउको दुख्छ यार ए खुट्टा काम्ने भयो क्या वेदर भाइ पानी पर्यो सर बवाल है को यो म परे चाहिँ हाम्रो गाले सर दामी एडभेन्चर भयो है सरलाई लास्ट एकदिन त ल केटा हो म चाहिँ यस्तो छु है ल यसरी हान्नु पर्यो कति हिँड्छ बाटो पनि हेर्नुपर्ने हुन्छ है केटा हो दामी एडभेन्चर भयो मेरो माई जोडन बल छ ल केटा हो ल अहिले राख्छु ल गाह्रो भयो तपाईँहरूलाई यस्तो देखाइदिएको मात्र एकछिन ल मेरो फोन पनि पानी सानीले भिज्छ ल जोस् अलि भेट्नुपर्छ है त हामी मलाई चाहिँ कस्तो देखिरहेको छ बवाल ठाउँ छ यार हामी हिँड्नुहोस् गाइजहरू अब चाहिँ पुगेर सर हो हामी ओहो यहाँ दामी ठाउँ आइपुग्यो कसम लास्ट डर लाग्यो यार मलाई मेट बचाऊ यार यस्तो आया यस्तो उकालो हिँडेपछि कस्तो ठाउँ आइपुग्यो यार यो अझै हिँड्नै पर्छ होला हामी एकचोटि पनि त्यहाँ पुगेर तपाईँहरूको लागि देखाइदिन्छु म भ्यू चट्याङ हान्छ या टाउकोमै हान्यो गाह्रो पो होला जस्तो यताबाट हिँड्यो भने त अझै उता नि हिँड्नु मिल्छ ओ माई गड लास्ट डर यार
बाटो होला एकछिन बस्नुपर्ने हुन्छ जाने त हिलो त्यहाँ बाटो हेर ढोगेर मेरो सट्टा नि ढोग यहाँ दामी एकछिन पर्ने हुन्छ केटा हो बाबा यो कुकुर हाम्रो स्टकी चाहिँ हामीसँग पहिल्यैदेखि हेलो डगजी ल केटा हो सातो गयो यार म चाहिँ यहाँ बनाइरहेको छ यहाँ दामी केटाले बाबा ल अहिले सर दामी घाम लगाइदियो है मौसम है माथि हामीले जे होस् त्यही हो सर राम्रोसँग हेर्न पाएन है पानी परेर होइन सर मौसम त्यति राम्रो चाहिँ भएन तर त्यही भए पनि बवाल सब हामी चाहिँ हिँड्दैछौँ लन्च चाहिँ हाम्रो बाटोमा जहाँ आउँछ त्यहीँ खान्छौँ भनेको छौँ होइन ओके सो हामी बेथान्चु गएको थियौँ 3.5 घन्टा लागेको थियो हामीले नराम्रोसँग भेट्यो हामीलाई हाफवेदेखि बाटो चाहिँ अलिकति चिप्लो नै छ सो हामी त्यति समय नबिताइकन हामी चाहिँ अहिले फर्किँदैछौँ दुःख भए पनि एकदम मिठो बाबु अब यो दुःख भए पनि एउटा मनसुनको एउटा छुट्टै फ्लेभर पनि छ अनि बजे अब यो अनि ठिकै छ अनि यो फुलहरूले चाहिँ साह्रै राम्रो देखाएको छ सो छ म चिप्ले भने चाहिँ हुन्छ होला ओके सो चाहिँ राम्रो छ सिनेरिजहरू है दो इज अ मनसुन ट्रेक इट्स ब्युटिफुल अब जाउँ अब लन्च कहाँ भेट हुन्छ हाम्रो थाहा छैन तल रिसोर्टमा पकाएर चाहिँ माथि लिने भन्ने कुरो छ है हामी त्यही बसेर खान्छौँ अब अलिकता कष्टकर यात्रा भए पनि ट्रेक भए पनि पछि चाहिँ मेमोरेबल हुन्छ भन्नेमा चाहिँ हामी कन्फिडेन्स नै छौँ हाम्रो चाहिँ सरले दामी कुराहरू भनिरहनु भएको छ होइन हाम्रो जोस् रमाइलो भयो सर भनौँ न होइन रमाइलो भयो अब अलिकति कठिनाइ चाहिँ भयो तर पछि चाहिँ सम्झिँदा चाहिँ एकदम रमाइलो हुन्छ अहिले पो जाँदाखेरि त अहिले त यहाँ बेकार आएको जस्तो लागिहाल्छ नि सर होइन पछि सम्झेपछि यसरी पनि गयो है पानी सानी पऱ्यो झन् एडभेन्चर छुट्टै भयो नि त होइन अब हामीले सिनेरिज हेर्न पाएनौँ किनभने यहाँदेखि चाहिँ तपाईँको धौलागिरीदेखि मनास्लुसम्मदेखि लिएर मकालुसम्मको चाहिँ पिक्सहरू देखिन्थ्यो भन्ने थियो यहाँ अनि तराई र यो उत्तर प्रदेश हामी त्यो देख्न पाएनौँ तर अर्को भाइब चाहिँ मेन्सन गरेर रहेछ यहाँ बेथान्चोक हाइट 3000 मिटर भनेर हान्ने रहेछ दामी भइरहेछ हामी चाहिँ यहाँ मात्र ग्लास थियौँ है दामी सर कति बजे सर 2 बजे 20 मिनट हामीले ब्रेकफास्ट मात्रै गरेर निस्केको होइन सर वाइल भयो वेटिङ फर लन्च पाए युट्युबमा आउँछ कट छोटो हामी चाहिँ खाना खान बल्ल आइपुग्यो हाम्रो खाना चाहिँ खानै पर्ने हुन्छ यस्तो हो सिस्टम चाहिँ यो भन्दा प्योर पेन भयो जस्तो ल सिधै खानासाना खाएर भेटौँ है त खानु खाएर मासु बिना खानु लगाएर ओ त्यो खाना कसको यो कसले खायो त्यो कुकुर देखेन त्यहाँ ए
बल रहनु भयो जस यसरी खाना पनि छुट्टै अब चाहिँ हामी सिधै होटलतिर जान्छौँ अहिले गाइस यहाँ पुग्नुपर्छ हामी हो अनुसार यहाँबाट गयो भने चाहिँ 110% तपाईँ बसेकै ठाउँ पुग्छ अब चाहिँ होइन मैले भने पाएँ पायो मेरो बाइक पाएन पायो आयो ल एकछिन बाटोमा भेट्नुपर्छ मेट कस्तो बल म त हाइममा छु त्यो क्यामेरा अगाडि आएर त्यो नाटक गर्नु पर्दैन नि फेरि अन्तिम कठिन सर हाम्रो सर घाइते नि हुने भयो आइपुग्यौँ हामी होइन सर फेरि अब तिमीले अब निरजीसँग त तपाईँहरू पहिलेदेखि हो मेरो र बद्रीजीको पनि त्यो अदर साइड अफ जस रमाइलो भयो सरहरूसँग ओभर ओए त्यस्तो ओए हेर्नु फेरि के बोले यो कट सर कट है यो कट यो कट जङ्गलमा मङ्गल भइसक्यो सर होइन जङ्गलमा मङ्गल पाएँ सर ल फाइनल्ली हामी आइपुग्यौँ गाइज लास्ट हिँड्नु पऱ्यो नि सर हामी कति हिँड्ने है फरिदार सर यसो गेस हान्नु त बिहान 9 बजी हिँड्यो है सर हामी अहिले 5 9 10 11 12 1 2 3 4 5 आइपुग्यौँ अब हामी चट्ट फ्रेसेस हुन्छौँ अहिले के भयो लास्टै खुट्टा दुखिसक्यो यार ओभर जुत्ता हेर्नु न यार मेरो नयाँ जुत्ता छ खत्तम भयो यार जोडाने यार म चाहिँ टक्क फ्रेसेस भएर खासस खाएको एकछिन खासस खाएँ अनि चट्ट यहाँ दामी भइरहेको छ ला केही नदेख्दो रहेछ ए नखाली दोस्त रमाइलो भइरहेछ दोस्त रमाइलो भइरहेछ नि होइन दोस्त दामी यार दोस्त बल भइरहेछ नि होइन सरलाई त के गर्नु सर ल रमाइलो भइरहेछ नि सर दोस्त साथी पनि आइसक्यो त बाहिर ओ ल सुषमाजी के छ रमाइलो भइरहेछ दिक्षुजी बहिनी भन नि कस्तो पायो हामी दोस्त तिम्रो नयाँ नयाँ खबर सुनेको छु नि मैले फेरि है अरे गाह्रो पर्ला ल यहाँ अब गफ हानिरहेको छ ल दामी रमाइलो गर्नुपर्छ भने के रमाइलो यो बर खुट्टा हानिरहेको छ नि आम्मामा कुरै नगर्नु ल अहिले भेटौँ है त खान्छौँ होला एकछिन रमाइलो समय गर्छौँ होला अनि त्यही होला ल दोस्त अहिले भेटौँ ल केटा हो रमाइलो भइरहेको छ बर हेलो निरज सर नेपाली सर बल रहनु भइरहेछ नि होइन ल अहिले भेट्नुपर्छ हामी टक्क गाइजहरू हामी चाहिँ खानासाना खाएर होइन यसो त्यहाँ बस्दा बस्दै ढिला भयो है कस्तो थकाइ लाग्यो खाना पनि खायो केटा हो होइन ल सुत्छौँ आज ए मोटे रमाइलो भयो नि आज है बल हिँडेर थकाइ लगाइरहेछ 8 ल होइन हामी 8 होइन हामी 8 हो यिनीहरू चाहिँ अलिकति 7 घन्टा दिने ओभर हिँडेको थियो हामी चाहिँ लास्ट ढिला भयो र त्यही हो गाइज अब चाहिँ यो चाहिँ डे 2 हो अब हामी चाहिँ भोलि फर्किन्छौँ भोलि ब्रेकफास्ट यहाँ हुन्छ खाना चाहिँ पनौतीतिर हुन्छ भनेको छ सरहरूले जस ओभर चिल भइरहेछ होइन ल अब चाहिँ सुत्छु लास्टै खुट्टा दुखिरहेछ अब चाहिँ होइन मेट बल खुट्टा दुखिरहेछ है आज चाहिँ सुतेको म अब यो भिडियो छुट्टै आउँछ हिजोको भिडियो छुट्टै आउँछ अब भोलि पनि छुट्टै आउँछ होला मेबी घर चाँडै पुग्यो भने हो पुगेन भने त्यो ल गाइज डे 2 सक्यो यहीँ अन्टिल नेक्स्ट टाइम